यला महानगरपालिका सचिव चिन्निकगु अन्तर्राष्ट्रिय महिला दिवस छोले साइकल र्याली गोष्ठी लगायत ज्याजो याइगु जुगुदु महानगरपालिका अन्तर्राष्ट्रिय महिला दिवस छोले ज्याजो यात आइतबार बैठक चुना सलयागु ख सल ज्याजोले यला महानगरपालिका महिला विकास महाशाखाई प्रमुख अधिकृत महेश्वरी बिस्त रावल महिला दिवस छोले ज्याजो यात ज्याजो प्रस्ताव पेश याना दिगु ख हामीले साइकल र्यालीको कुरो भइहाल्यो 2 नम्बरमा 3 नम्बरमा चाहिँ महिला विरुद्ध हुने सबै प्रकारको भेदभाव उन्मूलन सम्बन्धी महासन्धिको सिडा महासन्धि भन्छ जसलाई त्यसको कार्यको अवस्थाको सम्बन्धी चाहिँ गोष्ठी गर्ने भनेर चाहिँ आदिवासी जनजाति महासङ्घले चाहिँ महिला सङ्घले पनि भनेको छ। त्यस्तै गरेर चाहिँ यो मार्चको चाहिँ पहिलो हप्ता भन्नुभएको छ उहाँहरूले। त्यस्तै गरेर 4 नम्बरमा यहाँसँग छ महिला उद्यमीहरूले निर्माण उत्पादन गरेको सामग्री निर्माण हुन पुगेछ। उत्पादन गरेको सामग्रीहरूको प्रदर्शनीको काम चाहिँ हाम्रो अघिल्लो बैठकमा पनि यो चर्चा भएको थियो, किनभने लास्ट इयर पनि गरेको यो वर्ष पनि त्यो गर्नुपर्छ भन्ने कुराहरू उठाएको थियो। त्यसले गर्दाखेरि यसलाई चाहिँ हामीले युएन ह्याबिट्याटसँग र चाहिँ सभा नेपालसँग चाहिँ हामीले सहकार्य गरेर यसको चाहिँ फर्स्ट चाहिँ एउटा कन्सेप्ट पेपर हामीले बनाइरहेछौँ। सल ज्याजोले यला महानगरपालिका उपमेयर गीता सत्याल अन्तर्राष्ट्रिय महिला दिवस छोले यला महानगरपालिका यात्याङ्गो साइकल र्याली महिला विरुद्ध जुगु भेदभाव उन्मूलन सम्बन्धी महासन्धीय कार्यान्वयन अवस्था सम्बन्धी गोष्ठी प्रदर्शनी लगायत ज्याजो बारे जानकारी दिएको ख वातावरणीय प्रभावमा पर्ने असरलाई कन्ट्रोल गर्न सक्छ। नारी दिवसको सन्दर्भ पारेर हामीले वातावरणसँग पनि सम्बन्धित कुराहरू समाजमा केही जाओस् भन्ने हिसाबले हामीले समाजलाई रूपान्तरण गर्ने कारणले हामीले साइकल र्याली राखेका थियौँ भने महिलाले उत्पादन गरेको सामग्रीहरू बिक्री वितरण कक्षले महिला सबलीकरण गर्ने र महिलालाई आर्थिक रूपले सशक्त गर्ने काममा महत्त्वपूर्ण भूमिका रहन्छ भन्ने हिसाबले हामीले यस वर्ष पनि यी कार्यक्रमहरू राखेका छन्। जस्तो अन्तर्राष्ट्रिय स्तरमा सिड सन्धि महासन्धि महिलासँग भएका सन्धि महासन्धि जस्ता विषयहरू पनि हामीले एक दिने अन्तर्क्रियात्मक कार्यक्रम मार्फत महिलाहरूलाई केही सिकाउने हामीले जमर्को पनि गरेका छौँ। हामी यो काम गर्नु हुँदैन भन्छौँ, काम गर्नु हुँदैन भन्दै गर्दा कानुनी रूपले उसलाई बाधा अड्चन चाहिँ के छ त, के कानुनी रूपले त्यो काम गर्यो भने कानुनी कारबाही के हुन सक्छ त भन्ने कुरा पनि हामीले सिकाउनु पर्ने अपरिहार्य भएको कारणले हामीले यो खालको एक दिने अन्तर्क्रियात्मक तालिमहरू पनि राखेका छौँ। सल ज्याजोले यसलाई प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय एसएसपी सिद्धि विक्रम श्रेष्ठ तिथि संस्थाय प्रतिनिधि तेस सुझाव दिएको ख अन्तर्राष्ट्रिय महिला दिवस मु ज्याजो वैगु फागुन 24 गते जुइतेंगो दुसा येले सचिव चिन्निकगु अन्तर्राष्ट्रिय महिला दिवस हने त मूल समारोह समिति वंगु फागुन 1 गते गठन जुगु ख।